हाई हेलो साथीहरू नमस्कार सबैजना आरामै हुनुहुन्छ होला है। आज हेर्नुहोस् न म हजुरहरूको सामु किन आइरहेको छु भनेपछि आज चाहिँ एकदम स्पेसल डे हो। गेस व्हाट सरप्राइज त्यो हो आज चाहिँ मदर डे हैन, ह्याप्पी मदर डे को दिनमा चाहिँ स्पेसल डे हो। त्यसैले चाहिँ यो लभली बुके फ्लावर अनि एकदम ब्युटिफुल कार्ड मेरो छोराछोरीहरू चाहिँ मलाई आज मदर डे विश गरेर दिनुभएको एकदमै थ्याङ्क यू सो मच भन्न चाहे मेरो लभली चिल्ड्रेनहरूलाई। मेरो यहाँ चाहिँ स्पेसल कार्डमा चाहिँ म्यासेज पनि छ है, स्पेसल खालको छ। आज चाहिँ हामी एकदमै जे जस्तै भए पनि स्पेसल भएर एकदमै ह्याप्पी भएर बस्नुपर्छ है साथीहरू। थ्याङ्क यू फर अल अफ योर हार्ड वर्क एन्ड टेकिङ केयर अफ लुकिङ आफ्टर अस फर आवर प्रिसियस मम भने चाहिँ एकदमै दामी रहेछ यो चाहिँ। अनि चाहिँ जति सक्दो एकदमै रिल्याक्स गरेर बस्न सिक्नु होला हैन। अबदेखि चाहिँ हामी हाम्रो लागि आफै गर्नेछौँ। हामी ग्रोइङ अप भइसक्यो। हजुरले चाहिँ एकदमै आफ्नो लागि टेक केयर गर्नु होला, रिल्याक्स गर्न सिक्नु होला, एकदमै आनन्द लिएर बस्न सक्ने शक्ति दिउन् भगवानले भनेर चाहिँ मेरो छोराछोरीले चाहिँ यहाँ मलाई म्यासेज लेखेको छन्। एकदमै यो म्यासेज चाहिँ मन छुने खालको छ हैन। मैले सबै पढौँ भने मलाई एकदम मचितो एकदमै टच गर्छ मलाई। त्यसैले चाहिँ सबै म्यासेजहरू चाहिँ पढ्न सकेको छैन किनभने म चाहिँ अलिकति रिल्याक्स गर्न नसक्ने टाइपको छु। त्यसैले चाहिँ छोराछोरीहरूको म्यासेज चाहिँ मलाई आज चाहिँ एकदमै जति सक्दो आफ्नो लागि टेक केयर रिल्याक्स गर्नु, हामी चाहिँ हाम्रो लागि आफै गर्ने भएको छौँ र हामी चाहिँ एकदमै टेक केयर गर्न सक्ने भएको छौँ। त्यसैले हाम्रो लागि वरि नगर्नु, आफ्नो हेल्थको लागि एकदम वरि गर्नु, आफ्नो एकदमै टेक केयर गर्नु, रिल्याक्स गर्नु भनेर एकदमै म्यासेज चाहिँ छ। त्यसैले मैले चाहिँ यहाँ सबै पढ्न सकेको छैन है। जे होस् लट्स अफ लभ मेरो छोराछोरीहरूलाई। मलाई आज एकदमै सम्झेर बिहानै म नाइट ड्रेसमै थिएँ होइन, स्पेसल डे भनेर गिफ्टहरू लिएर 4जना छोराछोरीले ह्याप्पी मदर डे भनेर आउँदा मलाई एकदमै खुसीले गदगद भयो होइन। आजको दिन चाहिँ एकदमै स्पेसल डे हो। त्यसैले जति पनि संसारभरि छरेर बस्नुभएका सम्पूर्ण आमाहरूलाई चाहिँ ह्याप्पी मदर डे टु अल अफ यु अनि लभ यु। हजुरहरूले पनि आफ्नो केयर गर्न सिक्नु होला होइन, आफूले आफूलाई एकदम सम्हालेर बस्न सिक्नु होला, खुसी भएर सिक्नु होला। जे जस्तै अवस्थामा भए पनि होइन, हजुर हामी सबै हाँसी खुसी 2 दिन बाँचुन्जेल बस्न सिक्नुपर्छ। र हामी जति पनि आज एकदमै स्पेसल, आमा भनेको शब्द नै एकदम काफी छ है। आमा भएर नै आमा जननी हुन् होइन, संसारको जननी हुन्। त्यसैले आमा भएर त सबैलाई जन्म दिएर छोराछोरीहरू भएको होइन। अनि त्यसले गर्दा आजको दिन चाहिँ हामीलाई छोराछोरीहरूले चाहिँ एकदम स्पेसल भनेर सम्झिनु नै काफी हो। त्यो शब्द नै काफी छ हाम्रो लागि भन्दै मेरो एउटा प्यारी मोची छोरीलाई पनि एकदम थ्याङ्क यू सो मच। मोचीले पनि मलाई बिहानै आज ह्याप्पी मदर डे मम भनेर विश गर्न आएको थियो। एकदमै खुसी लाग्यो होइन, म खुसीले एकदमै गदगद छु। जस्तै भए पनि हामी एकदमै खुसी भएर नै बस्न र बाँच्न सिक्नु नै सबैभन्दा ठुलो कुरो त्यो रहेछ साथीहरू। किनभने म चाहिँ सानो कुरामा पनि खुसी हुन सक्ने र सानो कुराले पनि दुःखी हुन सक्ने मान्छे। तर धेरै जसो अहिले चाहिँ म एकदमै जति सक्दो आफूलाई सम्हालेर खुसी हुन सिकेको छु होइन। रिल्याक्स गर्ने चाहिँ अलिकति मान्छे चटपट गर्ने टाइपको भएर धेरै काम गर्नेवाला भएर जति आफ्नो हेल्थको इस्यु भए पनि एकदमै नबस्ने कि म चाहिँ चलिराख्नु पर्ने, घरको कामहरू गरिराख्नु पर्ने, आफ्नो हेल्थ इस्यु भए पनि रिल्याक्स नगर्ने होइन। त्यो ह्याबिट देखेर नै मेरो छोराछोरीले चाहिँ मलाई यहाँ चाहिँ आज एकदमै मेरो जति सक्दो स्पेसल हेल्थको लागि मात्रै म्यासेज छ है यहाँभित्र। एकदमै म खुसीले गदगद भएको छु म्यासेज हेर्दा। अनि गिफ्टहरू सानै भए पनि म एकदम 1 पाउन्डको गिफ्टमा पनि खुसी हुन सक्ने मान्छे चाहिँ म हो होइन। एउटा खादाले सम्मान गर्दा पनि एकदमै खुसी हुन सक्ने मान्छे म हो। त्यसैले जसरी म खुसी भएर बाँचेकी छु त्यसरी सम्पूर्ण आमाहरूलाई पनि म जस्तै खुसी भएर बाँच्न सिक्नु होला भनेर सन्देश दिन चाहे। जति पनि हजुरहरू हुनुहुन्छ जहाँ जे जस्तै अवस्थामा हुनुहुन्छ एकदमै आफूले आफूलाई एकदमै म जे छु जस्तो छु म खुसी नै छु मेरो लागि भनेर चाहिँ बस्नु होला है। सबैजना आमाहरूलाई एकदमै शुभकामना। जति पनि मलाई साथ सपोर्ट गर्नुहुने सम्पूर्ण मेरा प्रियजन मित्रजनहरूलाई पनि एकदमै थ्याङ्क यू सो मच भन्दै मलाई यो मेरो भिडियो ल्याइदिनु हुने मेरो लाइफ पार्टनर
हस्बेन्डलाई पनि एकदम थ्याङ्क यू सो मच। ल जति पनि हजुरहरू जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ सबैलाई एकदमै लभ यू सो मच, थ्याङ्क यू सो मच। ल मेरो छोराछोरीहरूलाई पनि एकदमै लभ यू, थ्याङ्क यू सो मच भन्दै बाई।